हामी चाहिँ आज ड्राई पिकनिक जान आएको अनि त्यसपछि यहाँ हेर्नु गाइस यति धेरैजना छन् हाई गरिदेऊ गाइस भोलि चाहिँ मेरो च्यानलमा भ्लग आउँछ ड्राई पिकनिकको सबैजनाले सब्स्क्राइब गरिदिनु होला गाइस हामी चाहिँ सबैजना जानलाई रेडी भइसक्यो ओए हामी हिँड्दै जाने हो कहाँ यति टाढा हिँड्दै हुँदैन गाइस यो भ्लग चाहिँ भोलि अपलोड हुन्छ आफ्टर लङ टाइम ओइ केही बोल न मेरो भ्लगमा लास्ट तिर्सा मेरो लेस फुस्क्यो बान्देऊ न गाइस हेर्नु म लेस पनि अरूलाई बाँध्न लगाउँदैछु गाइस हाम्रो यहाँ चाहिँ सबैजना झगडा मात्र गर्दैछन् केमा जाने भनेर हेलो गाइस फाइनली हामी चाहिँ तौलाहाट जान लाग्छौँ अनि त्यसपछि यहाँसम्म पुगिसक्यौँ हामीलाई चाहिँ आन्टीले ल्याइदिनु भएछ ओए हेलो भन न तिमीहरू पनि फाइनली गाइस हामी चाहिँ तौलाहाट ताल पुग्यौँ अब चाहिँ हामी ड्राई पिकनिक गर्छौँ अनि यहाँको भ्यूहरू चाहिँ लास्ट राम्रो रहेछ मैले हजुरहरूलाई पनि देखाइहाल्छु अनि हामी चाहिँ अब कस्तो ड्राई पिकनिक गर्छौँ हजुरहरू पनि हेरिदिनु होला गाइस फाइनली हामी चाहिँ तौलाहाट ताल पुगिसक्यौँ अनि गाइस हेर्न सक्नुहुन्छ यिनीहरू गाइस हामी चाहिँ पुगिसक्यौँ अब चाहिँ हामी सामान लिन जान्छौँ ओइ को के ल्याउने हो सामान गाइस हामी चाहिँ सामान लिन जाँदैछौँ अब के लिएर आउँछौँ त्यो चाहिँ त्यहीँ गएपछि थाहा हुन्छ हेलो भनिदियो अब तिमी उही हेर्नु यहाँ गाइस हेर्न सक्नुहुन्छ यति राम्रो रहेछ तौलाहाट ताल तर हामीले सोचेको थिएनौँ देख्यौ मैले भने हो नि मैले भने हो कि नै तौलाहाट जाऊ भनेर कति राम्रो छ गाइस हेर्न सक्नुहुन्छ यहाँको नेचुरल भ्यूज हेलो अङ्कल के पाइन्छ यहाँ चाउमिन फ्राई चाउमिन एक प्लेटको कति 60 रुपैयाँ चाउमिन जाऊ त सोध चटपट सोध न जाऊ हामी चाहिँ अब यहाँ नास्ता लिन आछौँ ओए चाउमिन ल्याउने हो चाउमिन गाइज अब चाहिँ हामी यहाँ चाउमिन खान्छौँ ड्राई पिकनिक गर्छौँ अनि त्यसपछि चाहिँ फर्किन्छौँ गाइज फाइनली हाम्रो ड्राई पिकनिक चाहिँ स्टार्ट भइसक्यो अनि यिनीहरू चाहिँ खाँदैछन् म चाहिँ क्यामेरा गरिदिँदैछु किनकि हाम्रो चाउमिन चाहिँ आएको छैन हामीले अर्डर दिएको छौँ यिनीहरूको चाहिँ आइसक्यो अनि त्यही भएर हो अनि अब यिनीहरू चाहिँ आफ्नो पोजिसनमा छन् हेर्नु होला सबैजना अनि यिनी चाहिँ हुनु बर्थडे बोय आज सिरियस छन् खै किन हो थ्याङ्क यू सो मच घुमी नआए भइहाल्यो के अरे ड्राई पिकनिक त ड्राई जस्तै भइसक्यो मेरो पनि चाउमिन खाइदिन म बहिनी हो साना खाएर मतलब ड्राई पिकनिक हाम्रो चाहिँ सकेर अब हामी चाहिँ फोटोहरू खिच्न जाँदैछौँ ओ मेरो फेस देखेछ अनि अब चाहिँ हामी फोटोहरू खिच्छौँ अनि एकछिन रमाइलो गर्छौँ अनि त्यसपछि चाहिँ हामी जान्छौँ घरतिर अनि भ्लग चाहिँ कसैले पनि हेर्न नछुटाउनु होला सबैजनाले भ्लग हेर्नु यो चाहिँ ठाउँ यस्तो राम्रो छ कि गाइज हेर्नु न यहाँको भ्यूहरू यस्तो राम्रो छ गाइज यो तौलाहाट तालको सबैजना एकजना भिजिट गर्न पनि आउनु होला अनि पछि सबैजनाले मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला अनि युट्युब भिडियो पनि इन्डसम्म हेर्दिनँ हामीले चाहिँ ड्राई पिकनिक सकाएर अब हामी चाहिँ फोटोसोटो खिचेर अनि हामी घरतिर जान्छौँ यहाँ चाहिँ रात परेपछि मात्रै लाइट बल्ने रहेछ क्या अनि अहिले चाहिँ यहाँ लाइट बलेको छैन त्यही भएर त्यति देखिएको छैन लाइट बलेपछि झनै राम्रो देखिने रहेछ कि गाइस अनि हामीले चाहिँ क्यामेराम्यानलाई पनि बोलाइसक्यौँ अब एकछिन फोटोसोटो खिच्दिउँ न साथीहरूसँग अब 9 क्लासको इन्डियन पनि हो भनेर हामी चाहिँ गर्दैछौँ अनि यहाँ चाहिँ फोटो खिच्नलाई दाइहरू सबै आउनुभएको छ अनि हाम्रो चाहिँ आज पिकनिकहरू पनि रमाइलो भयो सबैजना इन्जोय गर्न लाग्छौँ ओइ लगाउ न एउटा राम्रो गीत जुन भए पनि
This song is for the Deepesh Sai birthday boy. टोमा तिमी सधैँ अघि बढ सफलताको शिख भित्र मेरो किमा तिमी भित्र मुटु मेरो किमा तिमी शङ्का तिमीलाई लाग्छ भने आऊ हेर छामी तिमीलाई लाग्छ भने आऊ हेर छामी गाजलुई आँखा मेरा आँखा भित्र नानी त्यही नानीमा सलबलाउँदै बस्छौ तिमी पनि पछ्यौरीले सानो मुहार छोपेको लाग्दछ हजुरैले हो ती सानो भनी डाकेको अघि अन्त त्यहाँ हान्न गएर पनि उताबाट हेर है